हेलो एभ्रिवान क्लास 12 को आज हामी सोसल सब्जेक्टको एकदमै इम्पोर्टेन्ट टपिकमा डिस्कसन गर्न गइरहेका छौँ। इक्जाम पनि आइसकेको छ र इक्जामको एन्सर लेख्दाखेरि चाहिँ कसरी लेख्ने त अब सोसलमा। अब सोसल कसैलाई एकदमै सजिलो लाग्छ भनेदेखि कसैलाई एकदमै गाह्रो लाग्छ। तर अब यो सोसल सब्जेक्ट चाहिँ यस्तो सब्जेक्ट हो कि क्वेसन यस्तो घुमाएर सोधिदिन्छ अब जसले गर्दाखेरि स्टुडेन्टहरूलाई अलिकति जति पढेर गए पनि अलिकति गाह्रो हो कि भन्ने जस्तो हुन्छ। त्यही भएर चाहिँ अब एकदमै राम्रो मार्क्स ल्याउने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ कसरी लेख्दाखेरि चाहिँ सोसलमा मार्क्स आउँछ। सो आज त्यही टपिकमा हामी डिस्कसन गर्छौँ। सो ढिला नगरी हामी अगाडि बढिहालौँ। सो एकदमै सिम्पल रुल्स। सो अन्त फर्स्टमा भन्नुपर्दाखेरि त हामी सबैलाई थाहा भएकै कुरा हो, परीक्षामा उत्तर लेख्दाखेरि चाहिँ के छ त प्रश्न सारिरहनु पर्दैन। यो एकदमै बेसिक रुल भयो भनेदेखि हामी अब अरू के छ त अब अरू के कुरामा ध्यान दियौँ भने चाहिँ मार्क्स राम्रो ल्याउन सकिन्छ। आज हामी त्यही टपिकमा हामी डिस्कसन गर्न गइरहेका छौँ। ओके, सो हाम्रो के छ त जम्मा तिनवटा सेक्सन्स हुन्छ, सम्म क, सम्म ख र सम्म ग। 75 मार्क्सको टोटल क्वेसन सोधिन्छ भनेदेखि 25 मार्क्स के हुन्छ त प्र्याक्टिकल हुन्छ। सो 75 मार्क्समा सम्म कबाट 11 मार्क्सको आउँछ। सो सम्म ख र सम्म गबाट गरेर जम्मा 75 मार्क्सको आउँछ। सो सम्म कमा 11वटा क्वेसन सोधिन्छ भनेदेखि प्रत्येकको एक मार्क्स क्यारी हुन्छ। सो टोटल 11 मार्क्सको आउने गर्दछ। सो सम्म कमा एउटा प्रश्नको उत्तर लेखिसकेपछि चाहिँ त्यसको 3-4वटा लाइन खाली छोडेर अर्को उत्तर लेख्नुपर्छ। सो यस्तो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि कपीमा एकदमै क्लियर देखिन्छ। सो हामीले क्वेसन्स लेख्छौँ, सो क्वेसन नम्बर लेख्छौँ, एन्सर लेख्छौँ र त्यसपछिको खाली ठाउँले चाहिँ के गर्छ त सो सम्म ख अथवा नेक्स्ट क्वेसन हामीले जुन गर्छौँ सो त्यो क्वेसन गर्दाखेरि चाहिँ एकदमै क्लियर देखिने गर्छ र लेखाइ पनि एकदम सफा हुने गर्छ। सो मैले यहाँ देखाएको छु, जस्तै सम्म क भन्न मैले लेखेँ र उत्तर नम्बर 1 यसरी बिचमा लेख्ने है त। सो यसरी बिचमा लेखेर मैले के छ त यहाँ एकदेखि 2 लाइनको एन्सर लेखेर फेरि तलपट्टि पनि के छ त यहाँनिर लाइन छोड्नुपर्छ। सो यसले गर्दाखेरि कति राम्रो क्लियर देखिने गर्दछ। सो सम्म कका लागि चाहिँ अराउन्ड 2 पेज जति भयो भने चाहिँ हामीले मजाले 11वटा क्वेसन चाहिँ के छ त सोल्युसन्स गर्न सक्छौँ। सो सम्म खमा जम्मा 11वटा प्रश्नहरू सोधिनेछ र प्रत्येक उत्तरहरू चाहिँ 1 वा 2 लाइनभन्दा धेरै लेख्नुहुन्न। अब किन लेख्नुहुन्न भनेदेखि चाहिँ अब 1 मार्क्स टोटल क्यारी गर्छ, हामीले लमानु 4 लाइन 5 लाइन जतिसुकै लेख्यौँ तर मार्क्स त 1 मार्क्सको हो नि त नि। त्यो कारणले गर्दा 1 मार्क्सको लागि चाहिँ हामीले 1देखि 2 लाइन भेरी सर्ट क्वेसन्स भएकोले गर्दाखेरि 1देखि 2 लाइन लेख्यौँ भने पनि इनफ पुग्छ। त्यसैले गर्दाखेरि 1 वा 2 लाइन मात्र लेख्ने। र अर्को मेन ध्यान दिनुपर्ने यो सोसल सब्जेक्ट चाहिँ यस्तो सब्जेक्ट हो अलिकति मौखिक लेख्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यदि कुनै प्रश्नहरू सोधेको छ त्यो प्रश्नको तपाईँलाई एन्सर एक्ज्याक्ट थाहा छैन तर त्योसँग सम्बन्धित केही कुराहरू थाहा छ, केही डेटाहरू थाहा छ अथवा केही इक्जाम्पलहरू थाहा छ भनेदेखि त्यो कुराहरू लेखिदिनु होला। त्यसले गर्दाखेरि तपाईँको थोरै मार्क्स भए पनि एड अन हुने गर्छ। अब जस्तै मैले एउटा यहाँ इक्जाम्पल लेखिदिएको छु, जस्तै जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस् भन्न इक्जाममा सोधिरहेकै क्वेसन्सहरू। सो अब मानव जीवनलाई सरल र सहज बनाउनका लागि आवश्यक पर्ने जीवनोपयोगी सिपहरू सिकाउने शैक्षिक प्रक्रियालाई नै जीवनोपयोगी शिक्षा भनिन्छ भन्न। अब यो एन्सर हामीले यदि कपीमा लेख्यौँ भने त्यही 2 लाइन जतिमा हामीले लेख्न सकिन्छ। सो यसरी चाहिँ हामीले एन्सर लेख्यौँ भने चाहिँ एकदमै राम्रो मार्क्स ल्याउन सकिन्छ। र सम्म ख अन्तर्गत चाहिँ के छ त प्रत्येकको 5 मार्क्स क्यारी हुन्छ, टोटल 40 मार्क्स हुने गर्छ। यो चाहिँ सर्ट क्वेसन्स एन्सर अन्तर्गत पर्ने गर्दछ। सम्म खमा जम्मा 10वटा प्रश्नहरू सोधिनेछ तर जसमा चाहिँ के छ त क्वेसन नम्बर 12 र क्वेसन नम्बर 19मा चाहिँ के छ त दुईवटा क्वेसन सोध्छ जसमा चाहिँ अर अप्सन भन्न दिएको हुन्छ। सो त्यसबाट चाहिँ हामीले के छ त दुईटा नै गर्नुपर्छ भन्ने छैन। तपाईँहरूले क्वेसन नम्बर 12मा दुईटा क्वेसन दिन्छ त्यसबाट एउटा गर्नु पर्यो र क्वेसन नम्बर 19मा पनि दुईटा दिन्छ त्यसबाट एउटा गर्नु पर्यो। सो जम्मा टोटल हामीले कतिवटा गर्नुपर्ने छ 8वटा क्वेसनको मात्रै एन्सर दिनु पर्यो। सो त्यो 12 नम्बर क्वेसनमा दुईटा दिएको मध्येबाट आफूलाई जुन आउँछ
जुनमा आफूलाई विषयवस्तु राम्रोसँग थाहा छ, एन्सर लेख्न सक्छु भन्ने हुन्छ। सो त्यो क्वेसन्सको एन्सर चाहिँ लेख्नु होला क्वेसन नम्बर 12 र 19मा। सो यो अब यसले गर्दाखेरि चाहिँ अलिकति इजी भइसकेको छ। सो जम्मा हामीले उत्तर लेख्दाखेरि 8वटा क्वेसन्सको मात्र एन्सर लेख्नुपर्ने हुन्छ। र सोसल सब्जेक्ट चाहिँ यस्तो सब्जेक्ट हो कि अब यसमा चाहिँ अलिकति घुमौरो तरिकाले पनि क्वेसन सोध्छ र त्यो क्वेसन्सको एन्सर लेख्दाखेरि पनि के छ त पोइन्टमा लेख्नु भयो भने चाहिँ त्यसबाट चाहिँ एकदमै क्लियर हुन्छ। अब तपाईँले व्याख्या गरेर लेख्नु भयो भनेदेखि कपी चेक गर्नेले एक एक हेर्नुपर्ने हुन्छ, हेर्न झ्याउ लाग्छ। तपाईँले यदि पोइन्टमा लेख्नु भएको छैन, 5वटा पोइन्ट दिनुभएको छ, एकदमै राम्रो त्यो विषयवस्तुसँग मिल्दोजुल्दो एकदमै राम्रो पोइन्ट लेख्नु भएको छ भने के गर्छ, उसले त्यो हेर्छ। अब माथि पनि अलिकति लेखेको रहेछ, तल निष्कर्ष नि दिएको छ, ल ओके यसलाई 4 भए पनि दिउँ न भन्न त्यो अनुसारको मार्किङ हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँले के छ त सम्म ख र सोसल सब्जेक्टको व्याख्या गर नभनेसम्म चाहिँ तपाईँहरूले पोइन्ट्समा लेख्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। सो मैले यहाँ के एउटा स्याम्पलहरू देखाएको छु। सो यसरी लेख्दाखेरि चाहिँ एकदमै क्लियर पनि हुन्छ र कपी चेक गर्नेलाई पनि एकदमै स्पष्ट मार्क दिनको लागि इजी हुने गर्दछ। अनि हाम्रो यो सोसल सब्जेक्टमा चाहिँ के छ भनेदेखि तपाईँहरू अब जस्तै ल मानौँ सर्ट क्वेसन्सको एन्सर लेख्दै हुनुहुन्छ, 1.5 पेज भयो तपाईँको क्वेसन्सको एन्सर। सो त्यसकै तलबाट चाहिँ अर्को क्वेसन स्टार्ट नगर्नु होला। क्वेसन नम्बर 12 लेख्दै हुनुहुन्थ्यो, 1.5 पेज भयो, अब क्वेसन नम्बर 13 त्यसकै तलबाट लेख्ने होइन कि तपाईँहरूले के छ त नेक्स्ट पेज युज गर्नु होला। उत्तरहरूलाई छुट्टा छुट्टै लेख्नुहोस्, जसले गर्दाखेरि कपी चेक गर्नलाई पनि कन्फ्युजन नहोस्। अब आधी एन्सर यता थियो, आधी एन्सर यता थियो, उहाँहरूलाई याद नहुन सक्छ नि त नि। सो के छ त सकेसम्म तपाईँहरूले त्यसरी तलबाट चाहिँ लेख्न स्टार्ट गर्नुको साटो कपीको माथिबाट पेजमा एउटा मात्र उत्तर लेख्नुभयो भने चाहिँ लेखाइ पनि सफा देखिन्छ र मार्क्स पनि आउने चान्स एकदमै हाई हुन्छ। सम्म ग अन्तर्गत के छ त 3वटा क्वेसन सोधिने छ र त्यसको मार्क्स 8 मार्क्स क्यारी हुन्छ र टोटल भनेको 24 मार्क्सको लङ क्वेसन आउने गर्छ। सो सम्म गका प्रत्येक प्रश्नको 2-2 पेज चाहिँ हामीले एन्सर मिनिमम पनि लेख्नै पर्ने हुन्छ। सो सम्म ग चाहिँ यस्तो क्वेसन सोध्छ अब जुन चाहिँ तपाईँहरूले सोच्नु भएको भन्दाखेरि एकदमै डिफ्रेन्ट क्वेसन आउँछ। क्वेसन्स बुकबाटै हुन्छ, तर के हुन्छ त्यहाँ सोध्ने तरिका थोरै भिन्न तरिकाको हुन्छ। सो त्यसले गर्दाखेरि त्यसको पनि एकदमै धेरै तयारी गर्नु होला। सम्म गको लागि लङ क्वेसनको एन्सर अलिकति क्रिटिकल थिङ्किङ टाइपमा आउने हुँदाखेरि त्यसलाई चाहिँ एकदमै ध्यान दिएर गर्नु होला। र अर्को भनेको एकदमै इम्पोर्टेन्ट हाम्रो सोसल सब्जेक्टको +2को लागि चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन्सहरू हामी तल एकछिनमा डिस्कसन गर्ने नै छौँ र कस्तो क्वेसन्सको एन्सर कसरी लेख्ने भन्न थोरै यहाँ फेरि हामी छलफल नै गरौँ। सो फरक छुट्याऊ, भिन्नता देखाऊ, तुलना गर, राम्रा नराम्रा पक्ष लेख, समस्या र समाधान लेख, कुनै संस्थाको नाम र तिनले गरेको कामको विवरण लेख, सकारात्मक नकारात्मक पक्ष असरहरू लेख, कारण र परिणाम लेख, फाइदा बेफाइदा लेख, कुनै क्षेत्रको सम्भावना र त्यसको समस्याहरू लेख आदि यस्ता कुराहरू दियो भने चाहिँ हामीले के छ त टेबल बनाएर गऱ्यौँ भने चाहिँ एकदमै राम्रो देखिन्छ र मार्क्स पनि एकदमै धेरै आउने चान्सेस पनि हुन्छ। अनि अर्को भनेको हाम्रो कारण लेख, सुझाव देऊ, समस्याहरू लेख, समाधानको उपाय लेख, परिणामहरू लेख आदि प्रश्नहरूको उत्तर हामीले के छ त पोइन्ट्समा लेख्यौँ भनेदेखि एकदमै राम्रो देखिन्छ। त्यही भएर यस्तो उत्तरहरूलाई चाहिँ के छ त पोइन्ट्समा लेख्ने ट्राई गर्ने। अब व्याख्या गर, वर्णन गर जस्ता प्रश्नहरू सोधिएको छ भने मात्र हामीले सोसलमा के छ त अनुच्छेदमा लेख्नुपर्ने हुन्छ, नत्र हामीले धेरै जसो प्रश्नहरूको उत्तर लेख्दाखेरि बुदागत रूपमा अर्थात् पोइन्टमा नै लेख्न आवश्यक हुन्छ। एकदमै यो चाहिँ हाम्रो एउटा फिक्स्ड क्वेसन नै भने पनि हुन्छ। सोसलको चाहिँ प्रत्येक इक्जाममा सोधिरहेको प्री बोर्ड इक्जाम होस् अथवा बोर्ड इक्जामहरूमा अहिलेसम्मको रेकर्ड हेर्ने हो भने +2 इक्जाममा सोधेकै छ यो क्वेसन्सहरू। सो यो चाहिँ अब जुनसुकै पाठबाट पनि सोध्न सक्छ, तर यी कुराहरू मध्येबाट एउटा चाहिँ फिक्स नै हो। सो तपाईँहरूले के छ त यसको एक एकवटा हेरेर जानु होला, नमुनाहरू स्याम्पलहरू हेर्नुभयो भने त तपाईँले क्वेसनमा जे सोधेको छ सो त्यसको एन्सरहरू मजाले हेरेर लेख्न सकिहाल्नुहुन्छ। सो के छ त समाचार सम्पादकीय, सम्पादक कला, समाचार सम्पादकीय, सम्पादकलाई पत्र, योजना, भाषण, चिठीपत्र, निवेदन, संवाद, पोस्टर, नारा, वक्तित्व, वाद विवाद, मनोवाद आदि जस्ता लेख्ने खालका प्रश्नहरू पनि परीक्षामा सोध्ने गर्छ। सो यो क्वेसन्सहरूको चाहिँ एकदमै स्याम्पल हेर्नु होला र इफ
स्याम्पल चाहिन्छ भनेदेखि कमेन्ट गर्नु होला। सो म तपाईहरुलाई यसको म PDF पनि उपलब्ध गराउने छु। सो प्रत्येक प्रश्नको उत्तर लेख्नु भन्दा अगाडि उत्तर नम्बर लेख्न नभुल्नुहोस्। यदि तपाईहरुले उत्तर नम्बर लेख्न नै भुल्नु भयो भने चाहिँ त्यो क्वेशन्सको आन्सर जति लेख्नु भयो भने त्यो कपी चेक गर्ने मान्छेले के छ त मार्क दिँदैन। यदि तपाईहरुले साइडमा लेख्ने बानी छ भनेदेखि साइडमा लेख्दाखेरि इफ तपाईले कपी एड गर्नु भयो भनेदेखि सो स्टिच लाउने क्रममा के छ त अब कुनै बेलामा नमिल्न सक्छ। सो कस्तो हुन्छ, सो इफ त्यो उत्तर नम्बर क्लियरली देखिएन भनेदेखि पनि मार्किङमा समस्या हुन्छ। त्यसैले उत्तर पुस्तिकाको के छ त माथिको बीच भागमा चाहिँ के छ त क्वेशन नम्बर लेख्ने गर्नुपर्छ। सो क्लास 12 को प्रश्न पत्र प्रयोग गरेको भाषा एकदमै घुमाउरो किसिमको हुन्छ। तपाईहरुले एकदमै हार्ड क्वेशन्स आयो, अलिकति कस्तो टाइपको क्वेशन आयो, हामीले नपढेको क्वेशन आयो भन्नुको रिजन चाहिँ के हो भन्दाखेरि सोशल सब्जेक्ट चाहिँ यस्तो सब्जेक्ट हो जसमा चाहिँ एकदमै घुमाएर क्वेशन सोध्छ। त्यही भएर राम्रोसँग सुरुमा प्रश्न पढ्नुस् अनि मात्र उत्तर लेख्न सुरु गर्नुस्। क्वेशन्स 2 चोटी 3 चोटी पढ्ने अनि मात्र उत्तर लेख्ने। सो त्यसले गर्दाखेरि हामी जब क्वेशन क्लियरली बुझ्छौं त्यसपछि मात्र हामी के छ त आन्सर मज्जाले लेख्न सक्छौं। सो मैले एउटा यहाँ क्वेशन्स राखिदिएको छु। सो यसरी नै के छ त एक्जाममा क्वेशन्सहरु आउने गर्छ। सो भेरी सर्ट क्वेशन्समा 11 वटा क्वेशन आउँछ। अब जसबाट 11 मार्क्स क्यारी हुन्छ भनेदेखि सम्म खमा के छ त 8 वटा 10 वटा क्वेशन सोध्छ, जसमध्येबाट हामीले 8 वटा मात्रै गर्नुपर्ने हुन्छ र प्रत्येकको 5 मार्क्स हुँदाखेरि 40 मार्क्स क्यारी गर्छ। अब सम्म ग लङ क्वेशनमा के छ त 8 मार्क्स हुन्छ एउटा क्वेशन्सको एन्सर। सो 3 वटा क्वेशन सोध्छ र 21 नम्बर क्वेशनमा के छ त अर अप्सन दिएको हुन्छ, एउटा मात्र क्वेशन गर्नुपर्ने हुन्छ। सो यदि तपाईहरुले यो कुराहरुमा ध्यान दिनुभयो भने चाहिँ सोशलमा एकदमै राम्रो रिजल्ट ल्याउन सक्नुहुन्छ। थ्यांक यू।